तपाईको विचारमा तीज कस्तो हुनुपर्छ जस्तो लाग्छ? तीज त अब अहिले त फेसन भएको छ हैन। तीज भनेको चाहिँ भेला हुने पहिला टाढा हुन्थ्यो, हतपति भेट हुँदैन हुन्थ्यो। अब अहिले त वर्षैभरि नै तीज जस्तो हुन्छ हैन। अहिले चाहिँ तीज भन्नेतिकै फेसन जस्तो भएको छ। तीज चाहिँ खासमा अब एक दिन मिठो खाने, भेला हुने, दुःख सुख साँटासाट गर्ने, दुःख सुख सेयर गर्ने त्यो हो। अब अहिलेको तीज त फेसन हामी अहिलेकै हो र पनि हामीलाई पनि त्यो कति कुरा चित्त बुझ्दैन अहिलेको होइन। तीज त अब अहिले दिनदिनै बढ्दै गएको छ, रमाइलो बढ्दै गएको छ होइन। पहिला त यसो जाने, एक छाक खाने, भोलिपल्ट व्रत बस्ने, पर्सिपल्ट हिँड्ने दिन हुन्थ्यो होइन। अब अहिले त हेर्नु महिना दिनसम्म रमाइलोको रमाइलै छ। अनि राम्रो होइन त? रमाइलो तीज भनेको नि अब सिम्पल नै हुनुपर्छ, धेरै उडनथिलो चाहिँ मलाई मन पर्दैन होइन। अनेका तीज आउनु कहाँ छ कहाँ, 2-3 महिना अघिदेखि नै तीजको लहर आयोभरिलाई भन्दै गाउँछन् होइन, नाच्न थाल्छन्। हो त्यस्तो होइन, जुन दिन हो त्यो दिन भए पो हुन्छ। जहिले तीजको लहर भन्दै गाना गाउँदै नाचेका हुन्छन्, त्यो चाहिँ भएन। जुन दिन हो त्यही दिन पो नाच्नुपर्छ। तीज आउनुभन्दा पहिल्यै नाचेको छ, रात दिन कामै छैन।